हेलो हेलो गाइज, हामी चाहिँ यतिखेर धुरपाटनदेखि पैदल यात्रा पुगी जाँदै हो। करिब 3 देखि 4 घन्टाको समय हिँडेर जानु पर्ने हुन्छ। भ्यू जस राम्रो छ। हामी चाहिँ यो पाखाथरमा बसेको हैन, पाखाथरदेखि पैदल यात्रा गर्न सुरु गरिरहेको हामी साथीहरू चाहिँ पाखाथरको यहाँदेखि बाटो स्ट्रेट छ, जो रमाइलो छ, बाटो राम्रो छ, अगाडि पनि राम्रो छ। साथीहरू माथि पुगिरहेको छन्, पटनदेखि करिब पछाडि हिँडिरहेको छु बुकी जानको लागि। 3 देखि 4 घन्टा धेरै नै लाग्छ पैदल यात्रा। त्यस्तो उकालो पनि छैन, बाटो ठिक छ, जो छिन्नको लागि जानुपर्छ। हरियाली हेर्दै हेर्दै साथीहरू हिँड्दैछन्, बिरु लागिरहेको छ होइन, बिरु माथि पुगिरहेको छ। अनि त्यो खाना बोकेर हिँडिरहेको, खाना नास्ता साथीहरू लगभग यो खोला क्रस गरिसकेपछि होइन, खोलाको तिरैतिर जानुपर्ने हुन्छ होइन। त्यसपछि हल्का उकालो रमाइलो छ, जुस पानीहरू छ, पानी चाहिँ माथि बाटो हेर्दै गर्दा जुस थकान महसुस चाहिँ जस्तै भइरहेको छ होइन। मजाले हिँड्नुपर्छ। यस्तो बाटो चाहिँ अहिलेसम्म सजिलै छ। जुस हामी हिँडेको पनि 1 घन्टा हुन लागिसक्यो। बल्ल 3 जना जिम्मा ल्याएर चलाउनु। हेलो दाउरा काट्दैछु है, अब दाउरा फुटाएको अनि ठेटा सुकेको छ। ल दाउरा चाहिन्छ भने सम्पर्क गर्नुहोस्। झिकझ्याक छ पानी भर्दैछन् है। पितायो चिसो यार पानी। फोटो
हामी चाहिँ यतिखेर ढुङ्गे देउराली आइपुगेका छौँ होइन। ढुङ्गे देउरालीदेखि ढोरपाटनको फाँट कस्तो दीर्घल देखिँदो रहेछ होइन। यताबाट माथि गएपछि जस बुकी आउँछ। हामी चाहिँ यतिखेर ढुङ्गे देउराली देखेको बाटो है त अङ्कल कस्तो घुमाउन चाहिँ हुन्छ मलाई त हामी चाहिँ यतिखेर ढोरपाटनको ढुङ्गे देउराली है। ढुङ्गे देउरालीमा आएर नास्ता सस्ता खाना सुरु भइसकेको छ। ढोरपाटनबाट हिँडेको करिब भन्दा पनि 2.5 घन्टा 2 घन्टा जति 2 घन्टामा हामी यो ढुङ्गे देउरालीमा आइपुगेका छौँ। यतिखेर ढुङ्गे देउरालीमा नास्ता खाने कार्यक्रममा थिएँ। अब नास्ता खाएर बाटो चाहिँ यताको कुहिरो लागिसकेछ। छिटो आउनु पर्ने छ कि हामी अब 1-2 मिनटमा बुकीको सीमासम्म पुग्नेछौँ। अब हावा चलिरहेको छ मस्तसँग। हामी यतिखेर तल्लो बुकीमा आइसकेका छौँ होइन। कुहिरो लागिरहेको छ। भर्खर गोठहरू बस्न सुरु भइरहेको रहेछ। गाई भैँसी बाख्रा जुस बुकी धेरै त छैन यति बेला। अब आउने क्रम साथीहरू यतिखेर चाहिँ थाकेर मस्तसँग सुतिरहेका छन् होइन। मालिक खोइ मालिक हामी यतिखेर ढोरपाटनदेखि बुकी यात्रामा हामी यतिखेर बुकीमा आइपुगेका छौँ। हामी यतिखेर बुकीमा आएर फोटो हामी चाहिँ यतिखेर बुकी तल्लो बुकी पुगिसकेका छौँ। साथीहरूले टिकटक बनाउने फोटो खिच्ने भिडियो बनाउने काम गरिरहेका छन् होइन। आफ्नो आफ्नो पाहाडमा जस रमाइलो छ बुकी चाहिँ। तपाईँहरू पनि यदि आउनु मन छ भने होइन असार साउनमा आउँदा हुन्छ। हरियालीको फुलहरू फुलिरहेको हुन्छ। जस रमाइलो हुन्छ। हेलो गाइज, हामी चाहिँ यतिखेर बुकीमा आइपुगेका छौँ होइन। बुकी भन्नाले अब मेन बुकीमा जान चाहिँ यो धुरी क्रस गर्नुपर्छ होइन। यो धुरी क्रस गरेर जानुपर्छ अरे। हाम्रो चाहिँ टाइम कम भएको हुनाले हामी यहीँबाट फर्किनु लाग्यो ओरको बुकीबाटै। यो बुकी